हामी आज कति दिनपछि आज टक्क लाएर यसो हल्का राइडमा निक्लेको होइन। कमसेकम भिडियो मेरो फेसबुकमा नहालेको भइसक्यो 1 महिना जति। यसो आज निक्लौँ न भनेर आज यसो अलि मान्छेसँग जानु पऱ्यो, टक्क भिडियो हाल्नु पऱ्यो। ल अब भेटिरहेको छु। अब मेरो बाइक उता बाहिर गएको कारणले यो दाइको बाइक हो। अनि दाइको बाइकमा पनि हेर्नु न, यहाँ तेलको सिग्नल ल्याइरहेछ, स्पिड चले छैन होइन। त्यही हो। ल म टक्क पुरै भिडियो अहिले हेराउँछु तपाईँहरूले। हेलो हेर्नु होला है के यहाँ भाइहरूले पोस्ट गर्दै। अब मैले यहाँ सुरुङ मार्ग पुग्न लागेको। सुरुङ मार्गको निर्माण कार्य हुँदैछ। अब 2 महिनामा चालु हुन्छ सबै होइन। अब के हो कुरो त्यो त थाहा भएन, तर 2 महिनामा अब चालु हुन्छ। पुरा बवाल बनाएछ है पुरै जमानी निर्माण गरेर। उता डाँडामा गएर यस्तो बवाल भ्यू हेराउँछु नि म, हेर्दै जाने पुरै भिडियो कस्तो हुन्छ अनि कमेन्ट गर्नु होला। पानी परेर भर्खर छुटिरहेको छ। डाँडातिर अनि यहाँ खाने पानी रहेछ। हामी पानी खाने चाहिँ यतिबाट हो, यहीँबाट जान्छ यता। कसरी चलाएर आउँछु यार बाइक। टक्क लाएर हेर्न सक्नुहुन्छ हामी यही बाइकमा आएको हो होइन। यहीँसम्म आएको टक्क भ्यू हेर्नु कस्तो बवाल भ्यू आउँछ है यहाँबाट त। ल बाइक भनेको यही भयो होइन। बाइक पनि बवाल छ नि, हामी 220 लभर भयो। हामी 220 लभरलाई त यहीँ ठिक छ नि त। यस्तो हेर्छ होइन यहाँ।